चलो भाइ What's good beautiful people, के छ हाल खबर? I hope you all are doing great. म पनि एकदम बढिया छु र आज चाहिँ अस्ति जुन चाहिँ मैले त्यो गोल्डन भोइस अफ सिक्किमको लाइभ अडिसनमा गएको भ्लग बनाएको थिएँ. सो त्यसमा चाहिँ हुन्छ नि आई मेड इट हो टु द नेक्स्ट राउन्ड एन्ड करिबन 50 to 60 कन्टेस्टेन्टबाट दे सेलेक्टेड लाइक ओन्ली 20 कन्टेस्टेन्ट हो के. सो त्यो 20 जनाको लिस्टभित्रमा चाहिँ म पनि छु है. एन्ड यहाँ मेरो साथी पनि भएको छ. सो आज चाहिँ 3 तारिक आज चाहिँ प्र्याक्टिस सेसन है, किनभने त्यो चाहिँ ट्र्याकमा गाउनु पाउँदैन नि त. सो नपाउने रहेछ. सो त्यो चाहिँ लाइभ ब्यान्डसँग गाउनु पर्ने रहेछ कि. सो हरेक राउन्डमा. एन्ड भोलि चाहिँ हाम्रो मेन इभेन्ट आज चाहिँ प्र्याक्टिस सेसन के. सो आज चाहिँ बोलाउनु भएको छ त्यहाँ लाइभ ब्यान्डसँगै बसेर कोअर्डिनेट गरेर होइन भोलि कस्तो खालको पर्फर्म गर्ने के गर्ने हो. सो त्यसको लागि चाहिँ आज प्र्याक्टिस गर्न जाँदैछौँ. होला संसारमा त्यसैले म नि भन्छु विश्वास गर आफैमा. सिक्किमको सिरैमा शिवजीको बास छ. सिक्किम हिपहपको सिनमा फुलहरू खिल्दैछ. त्यो फुलमा पानी लाउने आशा अनि भरोसा छ. हातमा हात थामीसँग अघि बढौँ त. एक दिन गर्नेछौँ यहाँ हामी सबै साइन ब्र. त्यसको लागि चाहिँ हेडजलाई बाल नदे त. आफूमा भरोसा राख सधैँ अघि बढ्दै जा. आजको चाहिँ भ्यू यस्तो छ. अस्ति लाइभ अडिसनको दिन आउँदा चाहिँ पानी परेर चिसो होइन. आज चाहिँ यतिको छ अलिक. गाडी चाहिँ आज डेभलपमेन्टमै राखेँ किनभने अघि आएको थिएँ म खासमा पार्किङै पाएन कि. अस्ति त पाएको थिएँ यहाँ देउराली स्ट्यान्डमा पार्किङै पाएन. अन्त इरिटेट लागेर चाहिँ एच भनेर चाहिँ त्यहाँ सिधै गएर माथि डेभलपमेन्टमा राखेँ. एन्ड त्यहाँबाट चाहिँ आज चाहिँ ट्याक्सीमै चढ्दै चढ्दै आएको र सोच्दैछु भरेमा एटलिस्ट यस्तै भयो भने चाहिँ हिँड्दै हिँड्दै जान्छु भनेर. एन्ड म त्यसै त लेट त भइरहेको छु तर सब 19-20 जनाले गर्ने हो प्र्याक्टिस हो. अलराइट. सो अब गएर रिहर्सल गर्नुपर्छ है. यहाँ चाहिँ अस्ति रुख ढलेको चाहिँ यहीँ हो. यो पोल्स यस्तो भइदिएको छैन. त्यही दिन भएको यो पनि. यो रुख चाहिँ ढलेको लाइभ देख्दैछ हामी चाहिँ. सुन्नुहुँदैछ स्याटिस एकदम राम्रो. नाक झोड्यो होइन मैले सिधै बनेको खुसी लाग्यो. सोचै मैले दिएको छैन ऱ्यापर साँच्ची भने. कसको? तिम्रो. ए कति उहाँ चाहिँ हाम्रो उगेन्दा हुनुहुन्छ बाई द वे होइन. लेट मी इन्ट्रोड्युस फर्स्टमा. अनि हामी चाहिँ पहिल्यैदेखिको है अब कतिवटा सोहरू सँगसँगै गर्दै आएको. अन्त आफ्टर लङ टाइमदेखि यहाँ दोस्रो दैलो खोल्नु पसेँ त्यस्तै देखेँ उहाँ. खुसी लाग्यो दा. हजुर हजुर उहाँलाई सपोर्ट गर्नुहोस्. भाइलाई एकदम सपोर्ट गर्नुहोस् है. भाइ नै बोला गर्ने का तो गर्ने का. उसको हामीले धेरै कुराहरू सबै हेरेँ. सबै राम्रो छ. सिङ्गिङमा एकदम दामी छ. ऱ्यापर त झन् अब के भन्नु. उहाँ पनि जस्तो लाग्दैन मलाई. थ्याङ्क यू दा. उहाँ पनि एकदमै दामी टप नट सिङ्गर हुनुहुन्छ है. तपाईँको भयो प्र्याक्टिस गरेँ त मैले. ए हो ठिकै छ. अब भोलि पर्खेको तिमीलाई म ढिलो भयो नि त. अन्त नाम चाहिँ आनन्द गुरुङ छ. को हो जस्तो लाग्यो. तिमी नै डाउट भयो म त. आजको पनि हाई स्यारोन. आज पुरा डिफ्रेन्ट भयो त. स्यारोन हो क्या पछाडि उगेन्दा चिन्नु भयो होला. बोल्नु भयो राइजिङ स्टार पनि गरेको नि. राइजिङ स्टारमा अन्त फर्स्ट रनर अफ कि सेकेन्ड रनर भएको हो नि त दा पहिला हो त. फर्स्ट रनर कि सेकेन्ड रनर भएको. मैले त स्टेज ड्रिममा मात्रै भुलेँ त. राइजिङ स्टारमा त याद पनि पाइनँ. तपाईँ भयो बाई द वे. भर्खर 2 जनाको त सक्दैछ उहाँ थर्ड हो. ए यहाँ एकछिन दोकान आएको थिएँ. यहाँ कति ह्यान्डसम केटा भेटेको मैले यहाँ त भाइ. जाके इलाज कराओ अपना. 2 hours later.
अहिले चाहिँ बेलुकाको 5:30 भइसक्यो होइन बल्ल 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 ट्रन आएको त्यो पनि खै के भयो के जुन चाहिँ घरमा प्र्याक्टिस गरेको थिएँ जुन चाहिँ पाराले उयो गरेको थिएँ केही मिलेन हुन्छ नि हुन त ब्यान्डसँग कोअर्डिनेट भयो तर एक स्केल लो भएछ कि र त मलाई त्यो गाउँदै त्यो जुन चाहिँ त्यो द्याट पन्च आउनु पर्ने थियो त्यो आएकै थिएन नि त मलाई नै गीत गाउँदा भयो होला भनेर निक्लेर गएको अनि जाँदै सुन्छु पुरा लो भएको जस्तो लाग्छ खास त होइन कि ठिकै हो कि जस्तो लाग्यो कि त्यहाँदेखि मैले मेरो साथीलाई पनि सुनाएँ कि यस्तो यस्तो मलाई लो भएको जस्तो लाग्दैछ लो रहेछ तपाईँको भन्यो त्यहाँबाट तर पनि राम्रै सुन्दैछ त भन्यो एन्ड आई वाज लाइक तर होइन नि यो त अलिक द्याट पन्चिक आउने खालको पाराले गर्नुपर्ने हो नि त मैले आगो लाउनु पऱ्यो नि भने क्या एन्ड सी अल्सो सजेस्ट मी कि जानुहोस् त्यसो भए एकपल्ट गएर ब्यान्डसँग फेरि कोअर्डिनेट गरिहाल्नुहोस् भोलि त कहिले गर्छ तपाईँ भने क्या सो ठिकै पनि हो एन्ड आएर यहाँनिर टक्कै मैले रोशन दासलाई भेटेर उहाँसँग बात मारेँ सो उहाँले पनि धन्न बुझिदिनु भयो ठिकै हो त्यसो भने तिम्रो जी मेजर कि कहाँबाट उठ्ने रहेछ सकेर गरौँ न भन्नुभएको छ सो फेरि बसिरहेको छु अझै सकेको छैन अब आई थिङ्क 2-3 जनाको होला त्यसको बादमा चाहिँ बसेर हुनुमा अब भोलि मेन डे हो होइन कहाँ आएर गरिरहनु मिल्छ होइन हेर्न यस्तो टाइम घरि आउँदैन सो टाइमै गर्नु पऱ्यो नि त नो म्याटर वर्ड होइन लाइक जे पनि भए पनि एटलिस्ट पर्फर्म त दामी गर्नु पऱ्यो नि त राइट नल्ले त हुनु भएन नि त सो या पर्खिरहेको छु अब फेरि सो गाइज अल सेट फर टुमोरो जस्ट भर्खरै अहिले कति बज्यो 7:27 या तर राम्रै भयो एबाट रहेछ मेरो स्केल एन्ड थ्याङ्क गड एन्ड थ्याङ्क्स टु हाम्रो रोहन दा है यति मजाले कोअर्डिनेट गरिदिनु भयो उहाँले सो या इट्स अल सेट फर टुमोरो एन्ड लाइटै छैन नि The next day. सो आज चाहिँ इट्स मेन डे है हिजो जस्तै प्र्याक्टिस सेसन थियो अनि आज चाहिँ हाम्रो सेमी फाइनल राउन्ड र आज जो पनि सेलेक्ट हुन्छ हामी 20 जना कन्टेस्टेन्टमा 1 जना चाहिँ आउनुहुन्न है उहाँ चाहिँ आउट अफ टाउन भएर आउनु सक्नु भएन सो देयर आर 19 कन्टेस्टेन्ट ठिकै सो त्यत्रो 19 जना कन्टेस्टेन्टहरूबाट चाहिँ खालि 6 जना मात्रै लान्छ है ग्रान्ड फिनालेको लागि सो इट्स गोइङ टु बी भेरी टफ हिजो प्र्याक्टिस सेसनमा नै देखिहालेको हुन्छ नि लाइक कस्तो थियो कि एक छ सबै होइन टप नच सिङ्गर्सहरू छ एन्ड या देख्दै मेरो चाहिँ त्यो लास्टमा स्केल चेन्ज गर्नेमा चाहिँ एक नोट हाई जानुपर्नेमा चाहिँ पुरा कन्फ्युज भइरहेको छ अपने पास गिटार नै हो वैसे भी हो तर पनि अब कि अलिक उयो हुँदैछ एनिवे मलाई पनि यादै छैन मैले के बोलिरहेको छु यति धेरै कुरा छ दिमागमा है त्यो या चल्दै फेरि कोही नै यत्तिको पङ्क्चुअल चाहिँ हुनु पऱ्यो केटा हो 8:45 को टाइम हो 8:43 मा हम वेन्यू पहुँच गए Nice. गाडी राख्नु प्रब्लम हुन्छ होला भनेर सोच्दै थिएँ बट यति राम्रो बोल्नुहुन्छ कि आर्मीहरू कसम होला ब्रो ओभर मिठो लाग्छ बिहान यस्तो मिठो बोल्ने मान्छेहरू पायो नि होइन अनि कति मजाले हुन्छ नि यहाँतिर त क्लेम लाउँछ होला भन्ने भइरहेको थियो नि त
हिजो उगेन्दाले पनि भन्दै थियो कि यहाँ त क्लेम लाउँछ भनेर बट यहाँ नीचे रखिए ग्राउन्ड पे हमारा एरिया है अन्त अहिलेसम्म यहाँनिर के अरे उहाँहरूकै ट्राफिक पुलिस पनि पठाउनुहुन्छ अरे होइन यहाँ चेकहरू गर्नु सो क्लेम नै होगाहरू भन्नुभयो यति राम्रो पाराले यहाँ पार्किङ पनि प्रोभाइड गरिदिनु भएको छ सो यहाँ राखिरहेको छु एडमलाई चाहिँ अनि टक्कै टाइममा आइपुगेछ हेर्नु सक्नुहुन्छ आज दिन कति दामी भइरहेछ यत्तिकै साइन चाहिँ गर्नुपर्छ लाइफमा नो म्याटर वाट यत्तिकै चम्किनुपर्छ कोही बेला यस्तो अँधेरो पनि हुने गर्छ बट फक इट यस्तो दिनहरू पनि आउँछ नि फेरि बस लायक है क्या र दादाको आजको यस्तो छ होइन फर्मल और ट्रेडिसनल वेस्टर्न भन्नुहुँदा त्यसको फर्मलै लाग्यो मैले चाहिँ अलिक चलो फिर देख्दै के हुँदैछ माथि अब अलि चल्लीहरू सबै त आइपुगेको छैन होला अलराइट लेट्स गेट दिस रोगिन दाजु खास भएर आउनु भएको रहेछ खासै दिले दामी देख्दैछ हाम्रो आगेलाई कहाँ राखेको हेलो हाई अल द बेस्ट गाइस अल द बेस्ट अल द बेस्ट गुड मर्निङ हाउ आर यू आई एम गुड Do all the best. से हाई टु माई ब्लग Hi. Do you Hazır. like, share, subscribe his vlog? भाई ने बोला करने का तो करने का अरू चाहिँ यहाँ फोटोसुट हुँदैछ हाम्रो कन्टेस्टेन्ट्सहरूको सो गाइज अब चाहिँ मेरो टर्न आउनु आँटेको छ 17 आज निकै छिटो नै भयो हुनु त सो 18, 19 अब यता हाम्रो उगेन्दा चाहिँ सबसे लास्टमा रहेछ सो हुँदैछ हेरौँ अब के हुने हो भित्रको भिडियो बनाउनु चाहिँ पाउँदिनँ किनभने कन्टेस्टेन्टमा सबैलाई यहाँ राख्दै यहाँबाट टर्नवेस्टमा पठाउँदैछ जस्तो अडिसनको दिन गरेको थियो सो यहाँ हाम्रो अब चाहिँ हाम्रो आगे उगेनको हो होइन कस्तो छ अब एकदम खुसी छु अब एकदम एक्साइटेड छु अब तपाईँको टर्न आउनु कस्तो फिल हुँदैछ तपाईँलाई एकदम मजा आइरहेको छ है यत्तिको चाहिँ हुनु पऱ्यो नि त देखाउने छु है यत्तिको चाहिँ हुनु पऱ्यो नि होइन एनर्जी भनेको चाहिँ मेरो पनि भयो आई गेभमा 100% लेट्स सी अब के हुन्छ होइन क्या तपाईँ पनि मजाले गर्नुहोस् अल द बेस्ट ल क्या थ्याङ्क यू हार्नुपर्छ भित्र पुगेर है ओके म हेर्छु तपाईँको सो ओके ल अब तपाईँको टर्न पनि आयो म भिडियो पनि बनाउँछु तपाईँको ल गर्नु ल कस्तो सुन्दै अब त अलमोस्ट सक्यो त्यहाँदेखि यता हाम्रो एलिस्टर ब्रदरको छ वासरुम जानुभएको छ त्यहीँ चाहिँ सक्छ हेरौँ अब यत्रोजनामा के हुने हो 6 जना मात्रै हो आगे है 6 जना मात्रै हो जाने चाहिँ है
आजकल तेरे मेरे प्यार के चलते सबको मालूम है और सबको खबर हो गई आजकल तेरे मेरे प्यार के चलते सबको मालूम है और सबको खबर हो गई So Sharon, कस्तो फिल भयो आज सेमी फाइनल राउन्ड सकेर एक्साइटेड नर्भस पनि थिएँ तर अब आफ्नो बेस्ट डे हेरौँ के हुन्छ रिजल्ट चाहिँ बेलुकै हुन्छ हजुर हाम्रो आगे ओके हेलो तपाईँले त म त सिधै सेलेक्ट हो केही सोध्दिनँ आप मुम्बई आ रहे हो अब मुम्बई आ रहे आप मुम्बई आ रहे हो एनिवे गाइस सो द्याट्स इट फर टुडे भिडियो चाहिँ जोर बनाउँदै थिएँ यस्तै छ वाइफ इज सो गुड अब रिजल्ट चाहिँ बेलुका मात्रै आउट हुन्छ भनेको छ सो या देख्दै के हुन्छ कसो हुन्छ अब फाइनलमा पनि भ्लग बनाउनु पाउँछ कि पाउँदिनँ कि त्यो त अब भरे नै याद पाउँछ अलराइट देन बाई भन्दैन क्या थ्याङ्क्स फर वाचिङ दिस भिडियो सी यु इन द नेक्स्ट वान स्प्रेड लभ Thanks!